दृष्टान्त दिएर माओवादी प्रणालीले यसलाई प्रेमको पुञ्ज प्रेम यसलाई दृष्टान्त प्रेमको बनाउनु कालो रङमा जुनसुकै अरू मिलाउनुहोस् यसमा अरू रङको त्यहाँ कुनै प्रभाव हुँदैन। कारी कामरी भनेको ओढ्ने कम्मल यो हामीले धारण गर्नुपर्छ प्रेमको रूपमा। यसलाई कारी कामरी प्रेमको कम्मल अथवा प्रेम रूपी वस्तु, प्रेम रूपी सामग्री, प्रेम रूपी चिजहरू, त्यो प्रेम रूपी वस्तुको आधार बनाएर यो कारी कमरीको यहाँ राख्नु भएको छ। यो प्रसङ्ग हाम्रो कतिखेर हाम्रो हुँदाखेरि सुन्नु होला पक्कै पनि। जब उदयपुरबाट मन्दसरोवरमा जाँदाखेरि उदयपुरमा हजुरलाई थाहा छ नि घटना पुस्तक सुन्नु भएको छ। जब औरङ्गजेब बादशाहसँग 12 ब्रह्ममुनिहरू गए, 2 जना त्यसमा हिन्दू थिए, मुसलमान थिए, अरू सबै हिन्दूहरू थिए। त्यहाँ उनीहरू पुगे यो पैगाम जुन 28औं कलियुगमा परमात्माको सन्देश लिएर परमात्मा आउनुभएको छ, ब्रह्मशिष्यहरू आएका छन्। त्यही अन्तिम इमाम मेहदीले तैँले सुन भनेर जब त्यो पैगाम लिएर औरङ्गजेबसँग पुग्छन्, अलिक दिन बिचाएर त्यहाँबाट फर्किन्छन्। फर्किँदाखेरि त्यतिखेरको त्यो सुन्दरदासहरूको जमातमा विभिन्न कोही कविबाट आएका थिए, कोही प्रश्नबाट आएको थिए, कोही कताबाट आएको थिए, धेरै प्रकारका सुन्दरदासहरू थिए। हाम्रो मानव जीवनमा हरेक जीवहरू छन् त, संसारिक जीव पनि छ, ईश्वरीय छ, ब्रह्मशिष्यको छ, सबै छ, सबैको विचार एउटै हुँदैन। अनि कतिपयको मनमा आशंका रह्यो यिनीहरू मुसलमान जो औरङ्गजेबकोमा गएर आए, यिनीहरू बसे, महिना दिन बसे, त्यहाँ खाए, उनीहरूले पकाएको होइन, खाए त्यसलाई हामीले कसरी गर्ने, यिनीहरूलाई अलग्गै राख्नुपर्छ, कहाँ कहाँ चाहिँ गएर आएका छन्, खाएर आएका छन् भन्ने त्यस्तो वैमनस्यता पनि उत्पन्न भयो यस्तो प्रकारको। अनि त्यहाँ विभिन्न अलिअलि त छास छुस सबैतिर आउँदैथ्यो। अनि त्यहाँ विभिन्न सम्प्रदायका मान्छेहरू यो धर्ममा सामेल भएका थिए। कोही वैष्णवहरू थिए, होइन यो तिलक कण्ठीमाला लाउनुपर्छ, कोही अर्को के अरे सन्यासीहरूबाट आएका, होइन यो कपाल घाउनुपर्छ, यस्ता विभिन्न प्रकारका त्यहाँ। अब हामी एउटै घरमा त मेरो विचार, मेरो श्रीमतीसँग मिल्दैन, छोरासँग मिल्दैन, बाबुसँग आमासँग मिल्दैन भने त्यत्रो जमातमा कसरी मिल्छ होला। अनि त्यो सबै वैमनस्यता हुने भयो त्यो। अनि माओवादी प्रणालीले विचार गर्नु यसरी त चल्दैन, एउटा जागरणीको यो विश्व ब्रह्माण्डलाई जागरणीको चाहिँ अभियानमा सही गराउनु छ। त्यो परम धामको त्यो प्रेम दुनियाँ कारी कामरी हामीले एउटा दृष्टान्तको रूपमा पाएका छौँ। त्यो प्रेमलाई यो संसारमा फैलाउनु छ। त्यस कारणले यसलाई अगाडि बढाउनुको लागि त यी सबैको के गर्नु पर्यो, यो म संसारको यो सबै खतम पार्नु पर्यो त। सबैलाई पहिला जे उत्पन्न गराउनु पर्यो, सबैलाई एक दिली एक भावना बनाउनु पर्यो भनेर एउटा सोच विचार ल्याउनु। अब के गर्ने भन्दाखेरि प्रेममा जबसम्म प्रेममा डुबिँदैन तबसम्म वैराग्यले पनि केही गर्न सक्दैन। वैराग्यले पनि उही अब माला जप्ने, लुगा लाउने, विभिन्न कर्मकाण्डहरू गर्ने, त्यो मात्रै भित्र उसको बुद्धि चाहिँ केही पनि हुँदैन। त्यस कारणले यी सबैको त्यो मोह, अहम, ममता, ती सारा कुराहरूलाई छोडेर सबैलाई एक सूत्रमा गाँच्ने के गर्नु राजीले। अब ल अब यस्तो तरिकाले भएन। सुन्दर साथ जब 12 मुमिनहरूमा पुगेर आए, तिनीहरूले कति इमानको समर्पण र परमात्माको सन्देश ल्याउनको लागि आफ्नो जीवनलाई बलिदान। त्यतिखेर त मुसलमान विरोधी भनेपछि छ्याप्प छिराइदिइहाल्छ औरङ्गजेब। दिनमा 2 मन 2.5 मन धनै काटेर चाहिँ अनि मात्र भजन गर्छ। त्यस्तो खालको त्यो अत्याचार भएको बेला अनि त्यतिखेर फेरि त्यो समाज, त्यतिखेरको उग्र हिन्दूवादी, उग्र मुसलमानहरू, ती सबैलाई समन्वय गर्नुपर्ने। यी सारा यावत कुरालाई अब हटाउनको लागि, एक सूत्रमा बाँध्नको लागि के गर्नुभयो, अब वैराग्य भेष धारण गर्ने भनेर उहाँले उद्घोष गर्नुभयो। अनि सबैभन्दा पहिला आफैले कपाल खौरिनु भयो, सेतो हाम्रो नेगो भेष, सेतो वस्त्रहरू लगाउनु भयो, कुण्डलहरू, कानमा कुण्डल, कण्ठी, अनि तिलक, ढप्पी टोपी यी सबै लाउनु भयो। यो के को प्रतीक भन्दाखेरि सबै धर्म। अब हाम्रो प्रेममा त यी सब चाहिँदैन, र पनि त्यतिखेरको संसारलाई उनीहरूलाई सबैलाई आफ्नो अपनत्व सिर्जना गर्नको लागि अब ढप्पी टोपी, यो कवीरजीको चिन्तामणि तेत्रा चाहिँ ठुला प्रकाण्ड विद्वान कवीरहरूको ढप्पी टोपी पहिरिनु भयो। अब वैष्णवहरूको के अरे तिलक, कण्ठी, ती वैष्णवहरूको, अनि गोरखनाथको गोदडी, अनि सन्यासीहरूको कपाल खौरिने, यी सबै जम्मै तमामी धेरै छन् कुरो। यी जम्मै कुरालाई पहिला आफैले एक्सेप्ट गर्नु, आफैले स्वीकार गर्नु। अब हाम्रा जति पनि सुन्दर साथहरू छन् सबै एक दिली, एक भाग, एक खान, एक पान, एक गान। अब यो गर्नुपर्छ। अब यो तिमीलाई स्वीकार छ भने आऊ, यसमा स्वीकार छैन भने तिमीहरू साइड लाग्ला आफ्नो बाटोमा।
मैं तो बिगड़ा विश्व से बिछुड़िया बाबा मेरा ढिगा आओ मत कोई। तिमीहरूलाई यदि सच्चा नियानन्दमा हिँड्नु छ, सच्चा पढाइमा हिँड्नु छ भने यी सबै कुरालाई त्याग तिमीहरूले एक चित्र भाइदत्तको परम नामको एक दिदी विचार लिएर हिँड्न भनेर उद्घोष गर्नु। कतिजना त खुसी पनि भए, बहुत राम्रो कुरो गर्नु। कतिजना त अलिक विरोध पनि मनमनमा अब साँच्चा धामधनी भएर त उनीहरूले विरोध गर्न सक्दैनथे र पनि पछि सबै समेटेर त्यस कारणले यो हाम्रो चाहिँ एउटा बाह्य यो जाहेरी चिन्ह हाम्रो के हो, तुलसीको माला टोपीहरू यी जाहेरी भए। अन्तर के हो त हाम्रो मेन पहिचान इश्क अपनो निशान, इश्क प्रेम मात्रै हाम्रो खजना चिन्ह, हाम्रो कस्तो सुहागिनीको ब्रह्मसृष्टि इश्क अपनो निशान यो मात्रै हाम्रो सुहागिनीको एउटा चिन्ह भनेको के हो। हामी सुन्छौँ यहाँ फेसबुकहरू पनि धेरै देख्छौँ, फलानाले कन्ठी लगायो अथवा फलानाले के भनेन। हाम्रो यी सबै बाहिर आडम्बर मात्रै हुने, तर यसलाई जुन बाहिर हामीले पहिल्याएका छौँ भने हाम्रो अन्तर हेर्दा पनि त्यो किसिमको माहौल हामीले बनाउन सक्नु पर्यो, सिर्जना गर्न सक्नु पर्यो। चन्दन लगाएको छ, लुगा लगाएको छ, त्यो हाम्रो संस्कृति के हो, निर्गुण वेश हो। अब अहिलेका साधुहरूको हेर्नुहुन्छ गेरुवा वस्त्र छ नि, त्यो हाम्रो पहिचान हो त होइन नि र पनि, तर त्यो हेरेर उहाँहरू भित्र रङ्गिनु भएको छ, आपत्ति भयो। कसैले अब कन्ठी लाउँदैन नलाउ, तर उसको अन्तर हृदयमा उसको भाव प्रेम छ भने त्यो चाहिँ महत्त्व हुन्छ। त्यस कारणले ती वैमनस्यताहरू हटाउनलाई, सारा चिज गर्नलाई उहाँले एउटा प्रेमको यो दृष्टान्त दिएर सबैलाई आफ्ना सुन्दर कातरलाई जागरणको यात्रामा बढाउँदै हिँड्नुभएको। त्यस कारणले एउटा प्रसङ्ग आयो, मैले अलिकति लामोले क्षमा पाऊँ होला, त्यसलाई भूमिका बाँध्नुपर्छ। यो नबालिकन कुन प्रसङ्गमा कहाँबाट आएको, कहाँ घटाउने भन्ने कुरो थाहा हुँदैन। तारी कामनी कालो कम्मल एउटा प्रतीक मात्रै हो, त्यो प्रेमको प्रतीक। यो ओढ्ने सानो साधु सन्तले ओढ्ने सानो कम्मलहरू, त्यसलाई एउटा दृष्टान्त दिएर प्रेमको यो भाषा यहाँ सम्झाउँदै हुनुहुन्छ। मको प्यारी लागि हे प्रेम, मलाई साह्रै माया लाग्छ त्यो, मलाई तँप्रति प्रेम आउँछ, मेरो दिल चुम्छ तेरो प्रेम लिएर। सब श्रृङ्गार सुभादेवे मेरा दिल बाँधेर, सब श्रृङ्गारको सुभादेव सारा श्रृङ्गारको के हो, एकमात्र सूत्र प्रेम। त्यसमा यो प्रेममा जम्ने विनय, समर्पण, इमान, यी सारा सबै चिजहरू एक मुष्टमा श्रृङ्गार भनिएको छ। प्रेमको यी सारा चिजहरू भाषाबाट यी सबैको श्रृङ्गार त्यो प्रेम मेरा दिल बाँधा, मसँग मेरो हृदय बाँधिएको छ। अब तँलाई म छुट्न सक्दिनँ, तैँले मलाई बाँधी। हाम्रो त खजाना त्यही हो, परम नामको प्रेम होइन र ईश्वर हो नि त हाम्रो परम नाम हो। प्रेम नाम दुनियाँ में ब्रह्म सृष्टि ल्याए त परम नामबाट ब्रह्म सृष्टि ल्याए। पहिला कहाँ ल्याए, व्रतबोध बनाएर लिएर आयो, व्रतमा ल्याए, रासमा ल्याए, त्यसपछि मोहम्मदले अरबमा लानुभयो, त्यस पछाडि सदुर महाराजमा आयो, त्यसपछि महामतीले लिएर आउनु हामी सबैलाई दिनुभयो। अनि त्यो प्रेममा यसरी मेरो दिल बाँधियो। तुम नाम निर्गुणता हो, निर्गुण जसलाई देखिँदैन कुनै वस्तुलाई भएको हामी देख्छौँ। यो कलश, यो किताब, यो कुर्सी भन्छौँ हामी। प्रेमलाई अब किलोलाई के भन्ने, कुनै देखिन्छ त देखिँदैन, किलोलाई के भन्ने देखिँदैन हो। त विशेषता यो सब छैन, त्यस्तो खालको बेगुण कुनै विशेषता नभएको त्यस्तो निर्गुण चिज होस्, सब सर्वनिकेशीले। तर सारा जति पनि गुणहरू छन् यी सबैको के होस्, शील होस्, ताज होस्, सबैभन्दा उच्च स्थानमा छ भनेर भन्दै हुन्छ। कसलाई, प्रेमलाई। प्रेमलाई पुकार गर्दै हुन्छ, प्रेमको बारेमा बताउँदै हुन्छ। सब नङ्ग मोती तेरे तले, सारा संसारका जति पनि नन्द रत्न घडी सारा चाँदी जवाहरातहरू सबै के छन् यो तेरो तल चरणमा, तेरो तल यी सबै तेरो मुनि मलाई पाएपछि सबै तुम आए सब आइया, दुःख गया सब दूर। प्रेमै पाइसकेपछि अरू कुरो के माग्यो र। त्यस कारणले यहाँ भन्दै हुन्छ यी सबै सारा संसारका जति पनि छन् यी चिजहरू, देखिने दृश्यहरू, जवाहर चाँदी भनेको हीरा मोतीहरू आज हामी लाएर सजिन्छौँ बाह्य रूपमा। अनि यी सबै के हुन्, तेरो तले तेरो मुनि छ। प्रेमको मुनि यी केही पनि होइन, कोही नाइ बुझ परे तँभन्दा पर अर्थात् तँभन्दा शक्तिशाली अर्थात् तँभन्दा सर्वज्ञानी अर्थात् तँभन्दा सबैभन्दा राम्रो श्रेष्ठ चिज हो यो संसारमा केही पनि होइन। कामरी पहरी व्रजवधु, कामरी त्यो प्रेमको त्यो कम्मल कसले ओढ्याएको पहिलो व्रजवधु, जहाँ हामी त्यतिखेर व्रजवधु बनेर छोरी बुहारीहरू बनेर हामी आएका थियौँ। त्यतिखेर बुहारी बनेर सबैभन्दा परम धामबाट हामी आएका थियौँ, व्रजमा आएका थियौँ, जहाँ साक्षात् धामधनी श्रीकृष्णले
चाहिँ हामीलाई प्रेम प्रदान गर्नुभएको थियो र हामीले पनि उहाँलाई प्रेम गरेका चाहे जानेर होस् चाहे अन्जानमा होस्। त्यतिखेर सुत्नको बुद्धि हाम्रो थियो, हाम्रो आम्दानी भन्ने त अलिअलि केही हामीले आवाजहरू गर्न हामीले त्यो मिल्न उहाँसँग चाहना गर्न हामीले त्यो आँट गऱ्यौँ। और सुन्दर वर श्याम अनि हाम्रो साक्षात आम्दानी सुन्दर वर श्याम राजीले पनि यो प्रेमको त्यो परमधामबाट त्यो प्रेमको सुगन्धी त्यो प्रेम लिएर आउनुभएको थियो। मोहम्मद अनि त्यस पछाडि मोहम्मद साहबले पनि लिएर आउनुभएको थियो। मोहम्मदले बराबर आए श्याम। जब रासलीला हामीले सक्यौँ, सकेपछि के भयो, मोहम्मद साहब जुन स्वरूप जुन राजीले श्री कृष्णको लीला गर्नु, रासमा भाग्य बिहारले लीला गर्नु, त्यही स्वरूप कहाँ फेरि हरमा आयो मोहम्मद साहबको भित्र बसेर। उसले क्या एक खुदा, एक परमात्मा, एक मात्र है परमात्मा, एक मात्र खुदा। त्यतिखेर पनि अनेक देवी देवतालाई माने अनेक प्रकारका थिए, धेरै कर्मकाण्डहरू सारा चिजहरू गर्थे र पनि एक सूत्रमा मात्रै, अरू त केही नभए पनि एक सूत्रमा एउटा खुदा मात्रै राम्रो भनेर त्यो एउटा प्रेमको त्यहाँ जागरण ल्याइदिनु हो। मोहम्मद साहब भयङ्कर एकदम चाहिँ प्रेमी हुनुहुन्थ्यो। उहाँले एउटा म प्रसङ्ग सुनाएको, उहाँ यतिसम्म कि उहाँले यो गाई वस्तुहरू अथवा जीव जन्तुहरू बोलेको कुरा गरेको पनि उहाँले बुझ्नुहुन्थ्यो। एउटा प्रसङ्गमा थोरै लिइहालेँ। एकपालि एकजना सेठले एउटा गधा लिएर आएछ। त्यो गधालाई जति खाना खुवायो भने, जति गरे पनि त्यसले भारी नताने। गधाको काम त यसरी उठको काम गरेर त्यतिखेर उठले चाहिँ त्यो काम गर्नुपर्ने हो, तान्नुपर्ने हो। तर अब उसले चाहिँ त्यो तान्दो रहेछ, खाना चाहिँ मस्त खाँदो रहेछ। अनि उठले चाहिँ त्यो बोक्ने भन्ने काम चाहिँ गर्दो रहेछ। उठले बुझाएर रहेछ। उसले भनेको मैले किन मान्ने, यसले परमात्माले खुदाले भनेको मान्दैन, यसले मेरो मालिकले भने यसले भनेको म किन मान्दिनँ भनेको छ क्या। उसले मतलब त्यो खालको अनि क्या उसले त सुनेको थियो त्यो मान्छेले, सेठले कि मोहम्मद साहब आउनु भएको छ, ल हिँड मोहम्मद साहबको लान्छु तँलाई म यत्रो खाना दिन्छु, तैँले चाहिँ मैले भनेको थियो होइन। अनि गएछन् मोहम्मद साहब। अनि मोहम्मद साहबसँग गरौँले कुरो राखेछ। ए मोहम्मद साहब, यो गधालाई के अरे उठलाई म टन्न खाना खुट्छु जमै गर्छु, तर यसले मैले भनेको मान्दैन, यो काम छ मैले केही गर्दैन भनेपछि अनि त्यहाँ उठले भनिन्छ के अरे उठलाई सोध्नु भयो मोहम्मद साहब। अनि क्या उठ हो भन्दाखेरि, हो हजुर। किन भन्दाखेरि मेरो मालिक हो, उसको मालिकले भनेको उसले मान्दैन, उसले नमान्दै गर्दैन, पाँचवटा कुराहरू उसले गर्दैन, आफ्नो हल्ला खुल्लालाई सम्झिँदैन, उसले चाहिँ सम्झिँदैन। अनि मैले चाहिँ किन उसको चाहिँ के अरे Yuga